Hello guys, it's me Amit back with a new vlog again after a long time. Car content फेरि गर्दैछु। आज म जाँदैछु कहाँ? वेल्भेट्रोनिक एक्जस्ट हाल्न जाँदैछु। मेरो त्यो भाइ अजय भाइकोमा उसले मलाई बोलाएको छ आज। म त्यही जाँदैछु। अनि खस्यो। अनि यो एक्जस्ट टिप पनि हाल्छु किनभने यो वेल्भेट्रोनिक एक्जस्टमा त तपाईको एक्जस्ट टिप आउँदैन। त्यसले मैले यो डबल एक्जस्ट टिप हाल्छु। अनि यो चाहिँ मेरो प्याडल त्यसको लागि पनि हाल्छु म हैन। अनि यो चाहिँ त्यसको वेल्भेट्रोनिकको सिस्टमहरु हो। मैले पाइपहरु सबै लिएर आइसकेको छु। कभर पसलमा गथे अघि म पाइप लिएर आए। ठ्याक्क मलाई कस्तो दामी पाइपहरु पाए भन्दाखेरि त्यो ट्रकको अलि मोटोवाला पाइप पाए मैले खोजिरहेको। स्टेनलेस स्टिल पाइप हाल्न खोजेँ तर एक्ज्याक्ट एक्जस्ट पाइप नै पाएँ मैले। बेन्डवाला पनि पाएँ किन मैले एक्जस्ट चाहिँ यहाँ साइडदेखि निकाल्ने प्लान छ कि मेरो। यो फुट स्टेप छ नि यहाँदेखि निकाल्ने प्लान छ। त्यहाँ ठ्याक्क बेन्डवाला पाएँ कि मैले, विच इज गुड साइन के हैन। अब त्यही हो म जाँदैछु अब अजय भाइकोमा। त्यही मैले लास्ट टाइम मैले आफ्नो जिप्सीमा जुन हालेको थिएँ त्यही ठाउँमा जाँदैछु म। त्यही हेर्दै गाइज है, अपडेट दिन्छु नि म है। गाडीकै एक्जस्ट पाइप पायो कवाडबाट उठाएको। गाडीकै ओरिजिनल स्टेनलेस एक्जस्ट पाइप लिएर अब म एक्जस्ट फिट गर्न जाँदैछु। यो कृष्ण मन्दिर र मेरो भाइको ग्यारेज आइसकेका छौँ। यहाँको फर्निचर यहाँ आइसकेको छ। भाइले आज काम केही पनि छैन भनेर यो मेरो भाइ मेरो अजय भाइ। अजय भाइ हजुर दाइ के सालको हो? एकदम दाइ ठिक छ। जस्तै मैले किन भन्दाखेरि यो कम्पनीको पाइप छ नि मेरो भाइ, हजुर त्यसलाई नकाट्ने भनेको के ल बुझ्यो नि। अनि यो कसरी हाल्ने भन्दाखेरि अस्ति नै हामीले यसरी हालेको थियौँ होइन भनेर यसरी हालेको थियौँ नि होइन। यसरी अब यसलाई के गर्नु पर्यो भन्दाखेरि यसरी हाल्दै पनि भयो कि है। किन यसरी हाल्दाखेरि तिम्रो के हुन्छ भन्दाखेरि हामीले यहाँ पनि हाल्न मिल्छ होला क्या होइन। ठाउँ छ दाइ ठाउँ छ होइन के भन्छौ? ए गोपाल अब सिटिया लाइबे ढोल्की सबै हटाउने त्यो त्यहाँदेखि काट्ने त्यो ठ्याक्क त्यो पाइप हातौँ जोड पाइप हल्का सिधा ल्याउने जोडेर अनि त्यसपछि यो यसरी जोडिदिने के हुन्छ। कसरी हुन्छ हेर न। मलाई पायो यो एक्जस्ट छ नि यहाँ चाहियो क्या त्यसरी अनि यसरी चाहियो क्या यहाँ चाहियो है। ल धेरै बाहिर पनि नै धेरै भित्र नै यसो न ठिक्कको यो छ नि यो एचकेएसले छ नि हो यतिको कि है बुझ्यो। होइन यो स्क्रुवाला हो यो हाल्ने यसरी नै हो के ल भइहाल्यो नि त। यो यहाँ हुन्छ हल्का यो बढाएर अनि त्यसपछि उ गर्न पर्छ। भन्यो उतादेखि पाइप ल्याउँदाखेरि कसरी ल्याउँछ फेरि उताबाट फेरि बनाउन पर्छ। कि पाइप यसो गर मेरो भाइ यता ल्याउँदाखेरि गाह्रो हुन्छ होला। पाइप उतै बेन्ड गरिदिउँ तिमीलाई बहुत सजिलो हुन्छ होइन। उता किनभने पाइप छ नि उतैदेखि गर्छ नि त। पाइप पनि कम लाग्छ। मैले सोचेँ मैले के सोचेँ भने यो पाइप छ नि उतादेखि गर्छ भन्ने सोचेँ कि मैले। यतादेखि गरेन त तिमीलाई धेरै सजिलो हुन्छ भएर त पाइप त्यही नै छ। पाइप चाहिँ यही छ त्यो बेन्ड पाइप हालेर न त अरू जोगाड लगाएर यही छ बेन्ड पाइप। यो हजुरले काट्न भन्नुभएको छ होइन। त्यो अगाडिको ढोल्की हो त्यो पनि काट्ने त्यहाँदेखि सिधै पाइप काटिदिने त्यो त्यहाँदेखि काटेर सबै झारिदिने सबै झार्ने अनि त्यसपछि यहीँदेखि हल्का यो जोडेर अनि स्वाट त्यो बेन्ड पाइप यहाँ निकाल्दिने के यता यहाँ निकाल्नु पर्यो अब त्यो जोडेर अनि स्वाट त्यो बेन्ड पाइप छ हल्का त्यहाँ निकाल्दिने अनि यो जोड्दिने त्यही ठिक्क हुन्छ। कम्पनी पाइप लाग्छ होइन। किन फुल बेल्डिङ गराउनु अहिले कुन हाने छैन हान्देऊ न त है अहिले
यहाँ हल्का काम हालेछ यहाँ हालेछ ए माग तर यो अलि फिटिङ पनि भएछ नि कि हेर न बाहिर आउँदाखेरि यो भित्र पनि गछ के खास गरी यो र यो एउटै लेभलमा आउँछ के यो अलि यता आउनु मिलाउनु मिल्छ नि होइन पहिला त्यो निकालेछ बाहिर यो भित्र गर्नु त्यही त के पहिला त्यो भ्याउँ अनि त्यसपछि पहिला यो गरौँला हुन्न हेर्नु न त्यही यहीँदेखि देखिरहेछ त्यही त त्यही त के माग ठिकै छ अरू के छ मेरो भाइ आज के कामकाज भएन त्यति छैन दाइ त्यति कामकाज 2.5 इन्चको पाइप ल्याएर यो अलि बढी छ 3 इन्चको छ यो त्यसको चाहिन्छ पाइपको हिसाबले अब यसको चाहिँ हामीले खालि बेन्ड पाइप मात्र युज गर्दा मलाई जस्तो द्याट वी क्यान गिभ एन एङ्गल यसको लागि एङ्गल त्यति मात्र हो अरू त केही पनि खास छैन मेरो भाइले सबै एक्जस्ट पाइपहरू निकालिसक्यो अझै हजुर दाइ पाइपहरू निकालिसक्यो हजुर दाइ निकालिरहेको छु अब फटाफट गर्दा अब भाइले साइलेन्सर पाइप जोडेपछि कुदाउँछु भनेछ म बस्छु दाइ हजुर कुदाउनु होला भाइले एक्जस्ट पाइप निकालिसकिरहेछन् साइज डिफ्रेन्स हेर्नु यस्तो छ पातलो यत्रो मोटो हल्का पावर चाहिँ डिफ्रेन्स भएको है अलिकति होइन अनि यो मैले डाउन पाइप जुन आउँछ त्यो अलि मोटो नै राखेको छु कि पावर डिफ्रेन्स चाहिँ आउँछ है अलिक डिफ्रेन्स छ मेरो यो माथि नै हुन्छ ओके यो यसरी हाल्छु हैन यसरी हालेपछि मैले भन्न खोजेको यस्तो माथिदेखि कसरी छिराउँछु के यसरी कि त लगाउँ मजा छैन यसरी ठिक छ सपोर्ट पनि भयो सपोर्ट पनि भयो होइन अनि यहाँ राम्रो पनि देखिन्छ यही सोध्नको लागि हो ओके यो मुख्य त्यही हुन्छ मुख्य त्यही हुन्छ पछाडि हुन्छ अनि सुनौ न यो त मोटो पाइप सबै के सकेसम्म यो मोटो पाइपलाई चलाऊ अनि यो छ नि मेन यो ब्यान्डवाला पाइप छ नि यो ब्यान्डवाला पाइप चाहिँ यो टुप्पोलाई मात्र थियो कि जस्तै यति काटेर अनि यहाँदेखि आउँछ अनि यहाँ जोडिदियो यो ब्यान्डवाला पातलोवाला चाहिँ यहाँ युज गर्यो मोटोवाला चाहिँ उता गरिदियो त्यो वाला युज हुन गइरहेछ यता कुन हुन्छ फेरि यो मोटो फेरि हामीले एउटा अरू ब्यान्ड पाइप हामीले बनाउन पर्छ त्यो पनि बनाइरहेको छु हो र कैसे ले जाते कहाँ जाते अंदाजु सामान आने हामीले बनाइरहेको ए मेरो खर्च नगरी भनेर तपाईँसँग बेड पाइप किन्नुहुन्छ भनेर कि त्यो पहिला यसो गर पहिला त्यो हाल अनि पहिला साउन्ड चेक गर हाम्रो अजय भाइको र यो भाइको कमाल भ्याल्भोट्रोनिक एक्जस्ट अहिले स्टक आवाज अब चलाउनु काम सबै भइसकेछ के रे ठिक छ अब खालि यो मात्र बाँकी होइन टिप मात्र लेख्न बाँकी छ अरू सबै सेटिङ भइसक्यो सबै भइसकेछ ल्याएर मेरो भाइले फिनिसिङ गराउँछ यो दाजुभाइले आज न्यु इयर मनाउनु जाने रे हतार नगर्ने रे नजाने दाइ न कसम नजाने होइन यो सामानको म भोलि बिहान आउँछु है म बिहान आएर छोडिदिन्छु कस्तो मिठो आवाज आएको यार होइन होइन मैले देखिसकेँ त्यहाँ भाइले यो पाइप पनि ठुलो भयो नि त मोटो भयो क्या तेरो आवाज एकदम खुलेर आयो क्या थ्याङ्क यू मेरो भाइहरू भोलि आएर अझै फिनिसिङ काम गर्नुपर्छ है The next day. हमार भाइ लाउँदैछ एङ्गल मिलाउँदै त्यस्तो लाग्यो
सबै निकाल्दैछ जस के को लागि एङ्गलको लागि के को एङ्गल ए यो त सिधा आउन पर्यो नि ए ओके ओके अनि त्यसमा फस्छ त यो यो कि वेल गर्ने हो भित्रै घुसिरहेछ हल्का टुच्चा हान्दिने क्या कहीँ कहीँ ए न त मैले के भनेको यो पाइप छ नि यसलाई भरि बाहिर निकालेको भए हुन्थ्यो कि भनेको पातलो हुन्छ त यसमा फेरि आवाज राम्ररी त्यो भएन कि हो र ठिकै छ यसमा ए महँगै छ हो महँगो है त्यो मोटर टिकट यसमा पनि ए त्यो मोटो छ सबै मोटो लाग्छ अनि यो पातलो रह्यो भने आवाज अलिक फरक भइहाल्छ परिहाल्छ हामीले सोचेको सकेसम्म मोटो नै गरौँ मोटर गरेर बवाल पनि हुन्छ होइन दिल्लीमा अब तपाईँको त्यो हो नि त आइदेखा मर्दे तनी गाडी स्टार्ट गरावा हो भाइले यस्तो हरि फिटिङ गर्यो यो हो के खास छैन फिटिङ ग्याप पनि रहेछ यार ल मार ल अन अन जक्कास एकछिन लिए भने पड्किरहेछ पड्किरहेछ एकछिन होइन पड्किन्छ कि किन पाइप मोटो छ नि त मोटो पाइप भएर एकछिन पड्किरहेछ अलि गलत ढङ्गले लिएको छ क्या हो के हो प्याडलको लाइट ठीक है 8 नंबर टीयर है से लाइन मीटर पे लाइन मीटर पे ऐसे वही मार तक मिली कौन सी ड्यूटी मार भइला ना तब आप का हो ये कौन अब फर्क नहीं का साइड में का कुछ ना कोई हेलो गाइज मैले गाडी लिएर गएँ साउन्ड्स अमेजिङ गाडीको आवाज एकदम बवाल छ इन्जिनकै आवाज आएको छ किनभने मैले आई गेस 3 इन्चको पाइप हालेको छु डाउन पाइपदेखि नै तर मैले गाडीको ओरिजिनल हेडरको साइज चाहिँ मैले काटेर बनाएन किनभने मैले पछि हेडर्स हाल्ने हो कि यसमा अनि हेडर्स मैले आफ्नो हिसाबले कति इन्चको पाइप छ त्यो हिसाबले बनाउनु पनि मिल्छ होइन त्यो चाहिँ मैले त्यो चलाएन तर मेरो डाउन पाइपदेखि चाहिँ मेरो 3 इन्च आई गेस 3 इन्च मैले ट्रकको भेटाएको थिएँ कि पुरा पेन्ट पाइपहरू सबै स्टेनलेस स्टिलको अनि त्यो हालेको अनि ठ्याक्क मेरो भेल्भेट्रोनिकको साइजसँगै मिलेको पाइपसँग अनि त्यही भएर चाहिँ टु द फ्लो भएको छ कि एकदम के कुनै रिस्ट्रिक्सन छैन होइन खासैले भेल्भेट्रोनिकलाई तपाईँले पर्फर्मेन्स पनि गराउनु मिल्छ होइन तर मान्छेहरूले चाहिँ एज अ साउन्डको लागि मात्रै युज गर्छ इज नट मेड फर साउन्ड ओन्ली के पर्फर्मेन्स बेसको लागि पनि हो त्यसको लागि त तपाईँले पुरा पाइप त्यही हिसाबले हाल्नु भने तपाईँको गाडीको पावर पनि बढ्छ माइलेज चाहिँ केही डिफर हुँदैन है किनभने तपाईँको कम्पनी त्यो स्टक इस्युले आफै एडजस्ट गर्छ एयर फ्लोहरू त्यही हिसाबले एयर हुन्छ त्यो एउटा मिथ छ नि त्यो तपाईँको माइलेज घटाउनु त्यस्तो केही पनि हुँदैन है ब्रदरहरू सबै मेरो भ्युवर्सहरू त्यही हो आम रियली ह्याप्पी विथ द थिङ होइन म एकदम खुसी छु आफ्नो यो गाडी जुन हिसाबले मेरो भाइले अजय भाइले बनाएको छ एकदम खुसी छु उसले एकदम मजाले घाटी बनाएको छ अहिले म घर जान्छु घर म अलि साउन्ड त्यो गराउँछु है यो चाहिँ म हाइवेमा छु त्यहाँ अगाडि ट्राफिक हुन्छ अहिले गाइजलाई